पनि काँधोमा लगाएर हिँड्दैछु। हेर्नुहोस् टिकटकबाट। हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी गुगल पोइन्ट जाँदैछौँ। गुगल पोइन्ट त पुग्दिनँ म, ल बाटोसम्म मात्रै जाँदैछौँ। अहिले चाहिँ कति राम्रो बाटोहरू बनाएको रहेछ। तो चलिए शुरू करते हैं। कस्तो राम्रो बाटोहरू बनाएको छ नि त साथीहरू हो। कस्तो राम्रो छ सल्लाह गाडी 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 गाडी। हामी चाहिँ लाग्यो है। ओके हेर्नु त साथीहरू कस्तो राम्रो देखिँदो रहेछ यार। लास्टै हाम्रो शेर्पिनी बहिनी पो त हो। के हो? सो साथीहरू हामी चाहिँ हिँड्दा 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 गल्लिसक्यो कि कहाँ माथि आइसक्यो। म चाहिँ कोट पनि काँधोमा लगाएर हिँड्दैछु। के गर्नु। अब गाउँ बस्ने भनेको पनि 2-4 दिन मात्रै हो साथीहरू। त्यसपछि त हामी काठमाडौँ गइहाल्नुपर्छ कि। अनि त्यही भएर सहरमा त मलाई त्यस्तो खासै मन पर्दैन कि भिडियो बनाउनु पनि। अनि गाउँमा चाहिँ जताबाट हरियाली हुन्छ, त्यही भएर मनपर्छ मलाई। अनि तपाईँहरूलाई हेर्दै गर्नु होला। हेर्नु त साथीहरू कति माथि छ। अझै हामी कहाँबाट चाहिँ हिँड्दै आएको, अझै माथि छ। तर सल्लाहहरू चाहिँ वा हेर्नु कस्तो दामी देखेको नि। घाम कता कस्तो छ पर हेर। घाम त हो ऊ हेर्नु साथीहरू गाई घाम अस्ताउनु लागेछ चेपमा साथीहरू। उहाँ पर चाहिँ घाम के डुब्नु लागेछ कि। यहाँदेखि अलिक माथि चाहिँ राम्रो देखिन्छ अरे नि त। त्यो भएर बहिनी चाहिँ कुद्दैछौँ। बहिनी पनि कुद्दैछ। बाटो चाहिँ वाउ भएछ नि त। वाउ त्यसै फेरि भएर आयो साथीहरू। हेर्नु कस्तो राम्रो जुन कस्तो घाम डुब्दै गरेको हेर्नु है। घामको त्यो किरण जस्तो उज्यालो हेरै अन्धकार यो जीवनमा दियो माया धेरै। या त म तिम्रो कान्छ। ल एकछिन बस्छौँ है हामी चाहिँ। अब चाहिँ हामी सिँढी कटेर नि साथीहरू झाडीतर्फ लाग्दैछौँ। झाडीतर्फ लाग्दैछौँ सिस्नु घारी। हामी दुईजना चाहिँ यहाँ हिँड्दैछौँ। Oh my god. कस्तो मनपर्छ एकछिन ल। फाइनली गाइज हामी रोड पनि आइपुग्यो। कस्तो दामी देख्छ हेर रोड पनि। खै हामी चाहिँ आइसक्यौँ है। हेर गाइज हेर्नुहोस् टिकटक बनाइदिन्छ हाम्रो टिकटक स्टार। यिनीहरूले पनि थोरै फोटो खिचिसकेन को हो। सो साथीहरू हामीले चाहिँ यहाँनिरमा भ्लग पनि बनायौँ, टिकटक पनि थुप्रोवटा बनायौँ। बहिनी चाहिँ बनाइरहेको छ हो। अनि हामीलाई चाहिँ शीतल पनि भयो। अनि हामी चाहिँ अब जाँदैछौँ घरतिर। कस्तो दामी देखेको नि साथीहरू। हेर्नु न म चिया बगान चाहिँ यस्तो बबर देखिन्छ। हाम्रो ठाउँ त स्वर्गै हो नि साथीहरू नि। ओ पर हेर्नु ल यो के बनाएको रिदार चाहिँ रिसोर्ट बनाएको। हेर्नु साथीहरू एउटा चाहिँ राम्रो देखिँदैछ, झन् राम्रो हो। देख्नु साथीहरू कस्तो लाग्यो हाम्रो भिडियो तपाईँहरूलाई। हामी चाहिँ जाँदैछौँ। यो दुइटा चाहिँ अहिलेदेखिको बसेको होइन, त्यहाँनिर भिडियो गरेर बसेको। छेउमा आएर नि के हो त नि हामी चाहिँ गाडी चाहिँ जान्छ ल। सो फाइनली गाइज के हो खानेपानीको अफिस।
त्यस्तै हो साथीहरू, हामी चाहिँ अब घर पुग्नु लागेछौँ। हो त्यस्तो भयो म अघिदेखि टाउको मात्रै खिचिरहेको छु भनेपछि त्यहाँ के छैन के गर्नु साथीहरू, भर सुरुको भ्लग गरेको, कोही बेला चाहिँ भिडियो बनाउँछु हो यसरी क्यामेरा ब्याक क्यामेरा गरेर, अनि आफूतिर देखाउँदा यी यति टाउको मात्रै देखेको हुन्छ, घरि घाँटी मात्रै देखेको हुन्छ। बनाउँदा 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 आधी मासु खाइसक्यो मेरो त, आधी मासु खाइसक्यो मेरो। अलिअलि भ्लगहरू बनाएर म पनि यसो मनोरञ्जन दिउँ साथीहरूलाई भनेर गरेको कि लुगा पनि फसिसके देख्नुभयो झन् यहाँबाट राम्रो देखिन्छ होइन। हो लास्ट डे अनि यो बहिनी पनि एकदम चाहिँ राम्रो मान्छे हो नि। ला हामी त बर्थडे खानु पो जानु पर्ने त, खुट्टाबाट चढेर देखाउँछु ल म चाहिँ तपाईँहरूलाई नजारा। फेका है फेका हो, देख्नुभयो साथीहरू, हामीलाई पनि देख्नुभयो। तर म त कालो देखेँ होला किनकि उताको टक आइरहेको छ नि त हो। होइन रातो रातो राति न राति नि तर होइन मान्छे चाहिँ फेरि सेतै हुनुहुन्छ नि यो घामले गर्दा मात्रै रातो देखेको नि। तर मलाई मान्छेको अनुहार भन्दा पनि यो नजरा चाहिँ देखाउनु मन लाग्यो कि। ओ तल फाजी गाउँ जाने बाटो, ओ माथि बादल हेर्नु है, बादलको घुम्टोभित्र। हामीहरू चाहिँ घुमेर पनि आइसक्यौँ हो, अब भोक पनि लाग्दैछ। अब गएर चाहिँ दिदीको छोराको बर्थडे पार्टीमा जानु छ हो। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे। राम्रो देखेको नि म त्यस्तो यो वाला दामको घाम चाहिँ ठेलिरहेछ ल ल साथी साथीहरू, हामी चाहिँ अगाडि बढेर आइसक्यौँ। आगोलाई चाहिँ काट्नु साथीहरू बनाउनु सक्दैन किनकि मलाई चाहिँ लाग्छ जस्तो गरेर चाहिँ तपाईँहरूलाई थोप्रा देखाउनु त मन लाग्छ नि, के गर्नु ब्याक क्यामेराबाट गरेको, अगाडि क्यामेरा खोलेको छैन। हामी चाहिँ अब हामी चाहिँ घर पुग्नु लागि यहाँ त कुकुर दिएको जाँदा बादलको